कसैले त्यहाँ खोज्यो चटपटी खान आउनु है खुर्सानी आउनु आउनु यहाँ ल आउनुहोस् है आमा चटपटी खान आउनुहोस् आमा यता आउनुहोस् यता आउनुहोस् हजुरलाई स्वागत छ हाम्रो चटपटेमा पनि आमालाई त ल्याइ आमा यता आउनु त भिडियोमा देखिन आउनु चटपट खाना हजुरलाई पनि स्वागत छ है हाम्रो चटपटे बनाउन लाग्छौँ साथीहरू सबैजना मिलिजुली खाउँला आउन है होइन मैले चटपटै खान्न चटपट खानु आमा यति खानु बनाएको छैन खानु हो सम्म बस्न सक्दैन बुझ्न सक्दैन भएर बस्छु भया मात्रै बुझ्न सक्दैन हुन्छ आउनु जानी हो सबैजना दाइ मिलेर चटपटे खाने हो साथी हजुर छैन मुला हेर्नु न हौ हाम्रो स्टुपमा पर्छ क्या हाम्रो गाउँमा सबै दर्शन गर्नु है गणेश भगवान्लाई धेरै पठाइदिएको त्यतिलाई नि बोलाउनु म त एक डुक हुन्छ र भन्थे करेक्ट च्याउच्याउ पकाएर कि चारवटा च्याउच्याउ हजुर चारवटा खाएको के अरे अम्सुरले बुढे उहाँ पुग्छु त फेरि गएर यसो गरेको कि त्यो के बाजे बुनको खोक्सी भनेको कति मिठो छ तिम्रो बाजे र के गुलिलो छ उको त कुखुरा भइ मेरो खोखाना आउने के हो र भित्र पनि छ फेरि ठुलो बन्छ आलु पाकिसक्यो आउँदेखि म चाहिँ त्यहाँ टुकुट गरेर त्योदेखि नानेर बोलाएको हाम्रो के त त्यस्तो लिएर भाँचेर राखेछ के त्यो माथि यो यस्तो गर्नु त यो त्यस्तो गरेर यो मसिनो होइन फेरि अदाल नबारिरह के अदाल सबै जुठो खाना खान्छ नयाँ बगान खान्छ नयाँ बगान खान्छ तमाखु खाने उसले त्यो पानी उ गरिकन बुवाले खाएको चिलिममा सासुर खाँदाखेरि पानी फेरेर बल्ल खाने पराले त्यो तमाखु नि के भन्छ अरे सुरुबाट त्यो ठुलो कहाँ हुन्छ र चक्कु कति चक्कु लाग्छ हेरे मलाई त नकाट अब अब काट्छु भने पैसा बुझाउने होला बुझाउनु तर उहाँ छोरामा पाहाडबाट हातमा त घर जाने नौर बनाएको बिचरा उहाँ छोराछोरी सबै थिचेको ए झर्दै सबै लास्टमा सुजलले म गर्छु लास्टमा त्यो उठालाई काट्न त हाल्नै पर्यो या बाहिर खोट्नु डौरन्छु भने आज चर्को खाने के गर्नु बाहिर खोट्न डौरन्छु अरे सुजलले
म घी पनि निचेर भन्नुभयो म खोज्न जान्छु जा भनेको धनियाँ टमाटर त्यसले अन्त पारा निस्क्यो अलरेडी निस्क्यो नि निलु अब नहीं राति रुजिरा नहीं जो ढोको के राति त उठाएको ल हिजो धोयो बस्ने रोजो राति ठुलो पानी आयो ओ के म त मजाले त्यो भुटीको नयाँ भाग के राति कति हेरेको हेरेर 3 बजे बहर परेको थियो अटो बन्टेको नयाँ भएको मलाई नि हेर्नु लाग्छ नयाँ भएको नयाँ मैले नि हेरेँ होइन भाइ भर चावाने खोल्नुहोस् त एकछिन फुललाई त यस्तो हिजो हामी टाढी सुत्यौँ आथेन हाइड्रेट र सुमा खोलेर पनि आथेन हामी टाढी सुत्यौँ यो चाहिँ टाढी सुतेको बस्छौँ यहाँ गयो त्यो 10 बजेपछि आउँछ फुलबारी आहार भनेको त हेर्नु कसले भन्छ यो टम्मै हुन्छ 10 रुपियाँ त्यस्तै अन्त त अहिले एउटा ठुलो अर्को राजा चल्थ्यो भने टम्मै ठुलो हुन्छ के अरे ठुला हो त्यो अर्को त्यहाँ त यो खाने हो नि पेट भर्ने त्यो कसलाई यहाँ पाइप खाने भने चप्पलको लाइन लगाउने सानो खनाउँदा हुन्न र त्यो बुझाउँदा हुन्छ भात सानो अङ्कको सबै भनेको नि त आज उ गर्नु पर्यो उसिला भनेर के पहिला पानी हालेको फुकौँ काट्दिएर नलादिउँ टुक्र आलु भयो अब बन्द गरेको छु यो ग्याङ मैले के जति भनेको त आयो होला है भाइ कति ठुला काटेको मुलु अँ होइन फ्याँकिन्छ कि मसिलो मिच्न पर्छ दोकानको सिलो नटाङ्ग भो परिवारको राम्रो दिनु मुन्टीको अर्को के भन्छ सुकमाया हटिने आउँथी कि अकाल काङ्गो आलु पोटेटो ल This sauce. देख्यो राम्रोसँग सालो नगाडी गर है भन्नु ल बन्यो सबै ठिक भयो र दाँत दुखेकालाई खानु मिल्छ दाँत दाँत नभएकोले नभएकोलाई नि मिल्छ दाँत दुखेकालाई नि मिल्छ खाना भइयो काट्यो आलु बनायो नि तैँले कुरो नगर मलाई पोलिसक्यो तेरि म त छेकेँ है ल भयो कोही छेके खाएर छेके होइन नयाँ आलु नि कता मलाई कति टाटो नयाँ आलु होइन यो पुरानो नि रोकेको त होला त्यो पुरानो होइन यो बनाएको उनीहरू आलु बनाएर आलु यहाँ घरको नखण्डी ल्याएको थियौँ 100 को 5 किलो ल्याएको थियो कि त्यहाँदेखि त अब खाने भए त्यो भटक चाहिँ पाकेछ नि कति छिटो पाक्यो होला त्यो गर्नुभयो यसलाई थिच्थिच पार्नु भयो सबै यता नखाउँ हेर त्यसलाई सोध्छ सोनाउ न सुक्दै हजुर त्यसलाई होइन सक्नु अलि सोध्छु सुक्छ कि त यसरी पुस्दिन्छु अलि यो धुने नि यसलाई सानो भाँडा हुन्छ के अरे सानो हुन्छ यो भाडा चटपटी यिनीहरूलाई सानो हुन्छ ठुलो परात लिएर परात लिएर हुन्छ त्यसो एकछिन रोकिन्छ बा ल त्यहाँ फाट्नु हाल्नु उयो त्यो नचल्नु अनि कसले मोल्ने हो यो धेरै हुनपर्छ क्या चटपटे खाँदाखेरि नुन लिएर हुन्छ है भित्रदेखि जिउले एक मुठी खेर गरेको पानी यो के अरे सस
ओसीको रहेछ कोही त खिचेकै होइन न पैसाको पुऱ्याउनु छैन 25 अरे सबको सपिङ गर्नु पुऱ्याउनु कालो डिबी देखाइस् त्यहाँ त त्यही भन्न चल्छ नेपालमा चल्छ खासै रसिन छैन कि यसमा त्यही भएर कस्तो बसा हो न पाहाडको हो नि यो फेरि चाहिँ राखेको यसलाई मम्मी एकछिन एक प्याकेट चाहिँ यहाँ त निचारमा सानो बनाउँदा छेमा सानो बनाए फेरि निचारमा गाह्रो नै हुन्छ क्या सानो भएपछि दाँत दुख्छ भन्थे अनि फेरि अब सँगसित नमिलेर पनि भएन खान नसक्यो भने केटी लोक घर लैरी खान्छन् यो खाने एकै ठाउँ भिडियो गर्ने कि कहाँ कहाँ पोखा पारेर जाने क्या भिडियो एकताल खाने भनेपछि त एकताल खाने सबैजना पर्दैन अलग अलग खानु मलाई हिजो यति डुगारेर छुट्टा छुट्टै त्यतिकै खानु पहिला मोलाम अनि त्यसपछि काँडे हो कि ल हाम्रो थालीले कसैको छिटो खायो बेला कसैको ढिलो खायो बेला त्यसै फरक हुन्छ नि हेर न छुट्टै खाने कि मम्मी म ढिलो खान्छु त मैले त छिटो खाइदिन्छु सबलाई दिन्छु खान्छु त हाम्रो छिटो खान्छ भने अनि खाएको पहिला ल खानेमा आऊ ल यो त पकाएको मजाले ल छेमा निकाल्नु सक्नु छ सर्लका निकाल्नु के पकायो र यो पिठो हो कि रङ हाले पिठो मोल्दैन छेमा म मोलेको भिडियो बनाउँछु क्या अब पछि मिसिने त 50 रुपियाँ चटपटे खाने लटपटे हुने पछि आउनेलाई 50 हो खाने भए त दिन्छौँ खाने बेला आउनु त राम्रै हो रातो बेलाउटी होइन कि काँचो बेलाउटी काँचो बेलाउटी रातो बेलाउटी होइन पछि आएको हाले काँचो बेलाउटी बेलाउटी ए रातो बेलाउटी हाले सोल्टिनाको पाउ र रातो बेलाउटी खै कस्तो सबै बोकु लिएर आयो भने अब यहाँ सबै खानुहुन्छ के रे खान्न क्या म धेरै होइन यहीँ छ म धेरै खान्न आज किसान बस है सँगै खा आज खायो मम्मी ल वाह छ वाह ए बाबु बोकु लिएर आइ त जस्तो काटी मलाई धेरै भएको कि मलाई धेरै छोडेको कि मलाई धेरै पुरै भएको हो कि मसिनो खाएको हो कि छेनमा त्यो पानी खायो पसिना आएको कि पेप्सी राख्नै भुल्या पेप्सीको त बोतलै बिर्सेछ फेरि राख्नु चटपटे धेरै पैसा छैन है मैले 50 रुपियाँ पछि आउने पोतारी भन्दा आएन तिमीलाई खाने बेला आइसु नि तिमीलाई तल बस्नु न हजुर त एक्लै हुनुभएको नथ्यो आमालाई पछि राख्यो आमा त देखिनु भयो अनि त्यो जात्रा अमिल त रहन्छ
छैन कि कम्पिटिसन खाने गिरा उयो गर्नुपर्छ पुग्ने पल्ट तर खाने बेला फर्स्टमा हुन्छ होला जस्तो लाग्छ भ्याउनु भयो मेरो यो त या खानु है सिमेता गीताले धेरै परिसक्यो क्या दुई फेर हालिदिएको छु केटी राल्नेमा दुई बेर हाल्छु के तिन बेर हाल्नु ठाउँमा ओइ किन हँसाउँछ खाने बेला तिन फेर हालिदिन्छु के दुई फेर हाल्नु ठाउँमा भनेको होला नि देखाउन पर्यो म भयो आफू हात चर्च भयो त्यता खान्छ किसानलाई नदिएर मलाई भयो होला गाली गरेर रिसाल चटपटी पार्टी लाखमाले भयो यता छुट्टै बस्नु एक्लै हजुर उहाँ एक्लै कुर्सीमा कुर्चिया बना हरेक